दाइ नदेखिने दाइ यो हाम्रो वडा कारले मलाई सपोर्ट गर्न लाग्नु भएको छ चट्ट लाएर। जो आजको भिडियो चाहिँ म वडा कारले जानुपर्ने, किन भन्दाखेरि वडा कार्यालयमा अस्तिको कामहरू चलिरहेको थियो नि त, त्यो साइकलको सामान है डरो दुप्लो भइसकेको छु के अहिले त्यो कुरा चाहिँ म when they hear that the ting goes bang, bang, do my ones or do a gang, jump out cars or jump out bands. They run when they hear that the ting goes bang, bang, do my ones or do a gang, jump out cars or jump out bands. सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। सो हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै आरामै छु। सो हार्ड खट्याक्क लाएर नयाँ भिडियो लिएर आइसकेको छु। सो आजको भिडियो चाहिँ म वडा कार्यालय जानुपर्ने, किन भन्दाखेरि वडा कार्यालयमा अस्तिको कामहरू चलिरहेको थियो नि त, त्यो साइकलको सामानहरू यताउता भन्दै हुनुहुन्थ्यो नि त वडा सचिव दाइहरू अनि वडा अध्यक्षहरूले होइन। त्यसको अनि खलङ्गाको मिडिया दाइहरू पनि आउनुभएको थियो, हजुरहरूलाई थाहा नै होला, कतिजनाले हेर्नुभयो त्यो भिडियोहरू चाहिँ। अनि त्यसको बारेमा चाहिँ मैले वडा कार्यालय जानुपर्ने, वडा कार्यालय बोलाउनु भएको छ मलाई अनि म चाहिँ त्यहाँ वडा कार्यालय जान्छु। अहिले गएर के हुन्छ गाइस, म त्यहाँ त्यो सबै भिडियोहरू हाल्छु होइन। त्यो के कस्तो हुन्छ होइन, साइकलको सामानहरू मगाउने भन्दै हुनुहुन्थ्यो है। त्यो सामान चाहिँ म जस मगाएको पनि भिडियो हाल्छु अनि के हो त्यो सबै म लिस्ट दिन्छु। लिस्ट चाहिँ मैले अहिले बिर्सिसकेको छु, त्यो के ल्याउने त्यो चाहिँ मलाई थाहा छ, म लेखेर दिन सक्छु है त ल। अनि म चाहिँ अहिले वडा कार्यालय जान लाग्छु, के कस्तो हुन्छ वडा कार्यालय गएर अनि त्यही हो सामान कहिले आउँछ त्यो सबै भिडियोहरू पनि हाल्नुपर्ने हुन्छ। अनि प्लस आज म बाहिरतिर जान पाइनँ कि ढिलो उठेँ, 8 बजी उठेँ, त्यही भएर चाहिँ अलिकति बाहिरतिर डुल्न पाइएन, बाहिरतिर जान पाइनँ भनौँ न। आज बिहान नै म 8 बजे उठेको हो नि त, अब 8 बजे त धेरै पछि भइहाल्छ नि त, भोक लागिसक्छ नि त। 11 बजे भित्रै फर्किनु पर्छ कि म बाहिरतिरबाट। बिहानै 6 बजे उठेर जान्थेँ म चाहिँ, आज चाहिँ 8 बजे उठेर सकिएन, गएन भनौँ होइन। त्यही भएर चाहिँ आज म यतितिरको भिडियो बनाउँछु, त्यस्तो लामो बनाउँदिनँ होइन। त्यही हो 8-9 मिनटको बनाउँछु, सबैजनाले हेरेर साथ दिनु होला। त्यही हो अहिले म वडा कार्यालय जान्छु, के कस्तो हुन्छ गाइज त्यही हो भनौँ न। हिजो डह्रो पानी परिरहेको थियो, साइकल पनि यहाँ सस्पेन्सनमा पानी पऱ्यो होला जस्तो लागिरहेको भिडियो हालेर जाँदाखेरि होइन। यहाँ त्यत्रो स्क्र्याच आएको छ, यो उँधोदेखि गाडीमा हालेर ल्याउँदाखेरि भयो नि त होइन, यस्तो स्क्र्याच आएको छ। अनि त्यही हो गेयर ह्याङ्गर पनि भाँचिरहेको, त्यो पनि मगाउनु पर्ने छ। अनि हिजो पानी परेर हेर्नु न कत्रो पानी परेर तालहरू गइरहेको छ। त्यही हो गाइज, अब सिधै राइडमा भेटौँ हामी है त। गाइज चस्मा धुनुपर्ने के है, चस्मा चाहिँ यस्तो गरेर पाखाल्नु पऱ्यो, यहाँ धुलो लागिरहेको थियो कि हिजो होइन, गले थियो कि बाटैमै छोडिदिन्छु बिर्सेर है ल। अब यसको चस्मा लगाएर जानुपर्ने। हलो ट्याङ्क मगाउने भनेको, हलो ट्याङ्क भनेको कस्तो हुन्छ भन्दाखेरि हलो ट्याङ्कवाला यो पुरै दुलोवाला हुन्छ कि खसी औँटाहरू छिर्छ, त्यो मगाउने भनेको के हुन्छ ल है त। अब हामी जाम, यो क्रेसर हो क्या, ऊ गर्ने गहुँ पिस्ने हो क्या, गहुँ त्यो चुट्ने हो क्या, गहुँ के भन्छ गहुँका गेराहरू निकाल्छ कि यसले है। हामी चुट्छौँ नि, हामी जस्तै हामी यसरी चुट्छौँ नि, यसरी चुट्नु पर्दैन कि यो मेसिन भयो भने है। यो मेसिनको चाहिँ काम त्यो पुलाहरू राख्ने, यत्रो डल्ला पुलाहरू बनाएर त्यो डल्लाहरूभित्र हालिदिनु पर्छ होइन। अनि त्यो हुन्छ क्या, यसले गेरा मात्रै निकाल्छ क्या है, एकदम सजिलो हुन्छ, फास्ट। पैसा पनि लोड जान्छ नि फेरि, 1 मिनटको 70 हो कि कति रुपियाँ हो, कति हुन्छ त्यस्तै हुन्छ है गाइज। लोड जान्छ नि, पैसा पनि फास्ट, पनि बढीमा 1 मिनट 2 मिनटभित्रै सकिन्छ नि, पुरै हो कि फास्ट हालिराख्नुपर्छ कि त्योभित्र, अनि फतफत एकछिनमा सकिन्छ। अब यो नालीहरू पनि सफा गर्नुहुन्छ होइन, भर्खरै हाम्रो यता जाजरकोट पिबीतिर चाहिँ भर्खरै हुनुभयो कि उहाँहरू चाहिँ होइन। पहिला पनि हुनुहुन्थ्यो हुनु त, तर हेर्नु न यस्तो छ फोहोरहरू, म ट्रेनिङ गर्ने हो, पहिला पनि हुनुहुन्थ्यो उहाँहरू चाहिँ, तर के भयो भन्दाखेरि ऊ भएको हो क्या, एक टाइममा बन्द भएको थियो कि उहाँहरूको चाहिँ, अहिले फेरि लागिसक्यो, 4-5 दिन भयो होला है उहाँहरूको चाहिँ, उहाँहरू लाग्नुभएको फेरि। अब यो सबै सफा गर्नुहुन्छ गाइज, केही नभए यस्तो फोहोरहरू अब सबै सफा हुन्छ कि है, त्यही हो ल। अनि अब जानु पऱ्यो पर वडा कार्यालय, त्यस पछाडि हुन्छ मामा पर वडा कार्यालयमा नै, त्यसैको लागि जान लाग्छ अहिले ल। हुन्छ उहाँ चाहिँ मेरो मामा पढ्नुहुन्छ कि है, गर्नुहुन्छ मामाले है, सबैले
एकदमै सपोर्ट गर्नुभएको छ गाइस। त्योहरू चाहिँ अहिले ओडा कार्लेमा के भयो भान्ज सेवा सुविधा पायो कि नै भन्नुहुन्थ्यो, त्यसको लागि चाहिँ म जान लाग्छु के हुन्छ गाइस है। हेरौँ त्यो ओडा कार्लेदेखि अरू सपोर्ट गर्न लाग्नु भएको छ, एकदम खुसी लागिरहेको छ मलाई है त। यतिको सपोर्ट चाहिँ हुनु पर्यो भन्ने चाहन्छु म चाहिँ है। जस जाजरकोटदेखि चाहिँ गर्नुपर्छ केही गाइस, सबैजनाले भनौँ न है। त्यत्तिकै फाल्टुमा चाहिँ बस्नुहुन्न, सबैले केही कतामा फोकस गर्नुपर्छ है त। ल अब म जान लाग्छु छु। म चाहिँ मेरो जेठान साहब हुनुहुन्छ है। जेठान साहब ल आजको भिडियो आउँछ, आज त यतैसम्म हो। ल सन्चै हुनुहुन्छ? ठिक छ। ल कहाँ जान्ला? म यहीँ ओडा कार्लेसम्म जाने हो। ए माथि आउनुपर्ने, त्यहाँ बस्ने। ल गाइस अब हामी त्यहाँदेखि तल जानुपर्ने है। ल क्यामेरा त अनै छ। ल अब हाम्रो ओडा कार्ले यतातिर छ है त। दाइ नदेखिने दाइ, दाइ नदेखिने अरे गाइस है। ल हाम्रो ओडा कार्ले यहाँ छ क्या है, यहाँ छ हाम्रो ओडा कार्ले। ल अब यहाँ गएर अड्डिनु पर्ने रे। ल एकछिनमा भेटौँ गाइज हामी है त। धन्यवाद भन्न चाहन्छु ओडा कार्लेदेखि माया देखाउनु लाग्नु भएको छ, त्यही हो गाइज। ल म चाहिँ अब माथि गएर हजुरहरूलाई भेट्छु है त। ए ल गाइज म चाहिँ अब जाँदैछु माथितिर, साइकल यहाँ समातेको छु होइन। यही हो हाम्रो ओडा कार्ले मलाई सपोर्ट गर्न लाग्नु भएको छ, चट्ट लगाएर एकदम खुसी लागिरहेको छ। बेरी नगरपालिका वडा नम्बर 1 ओडा कार्ले पिपे जाजरकोट कर्णाली प्रदेश नेपाल। ल त्यही हो, मलाई डह्रो हेल्प गर्न लाग्नु भएको छ गाइज। यस्तो छ दामी। अब त्यही हो, सामान चाहिँ म दाइलाई फोन गरेर सबै कुराहरू भन्नुपर्ने हुन्छ, अनि त्यस पछाडि चाहिँ के हुन्छ गाइज, सामान अब आउँछ। ल माथि गएर हजुरहरूलाई भेट्छु है त। गाइज म चाहिँ अब घरतिर जानु लागि है त। सही हो, अब चाहिँ आइयो। मैले के गर्नुपर्ने भन्दाखेरि होइन, ओडा कार्यालयमा चाहिँ ऊ गर्नुपर्ने अरे के, एउटा सिफारिस बनाएर मेरो यो साइकल बनाएको भनेर चट्ट एउटा गराइदिनु पर्ने अरे कि। एउटा ठुलो पसलवालाले जे भयो भने भनौँ न, बाइक पसल अथवा साइकल पसल होइन, उहाँहरूले चाहिँ मलाई एउटा बिल बनाएर होइन, मैले यसको साइकल बनाएको यति रुपैयाँ भनेर चाहिँ उहाँहरूले दिनु पऱ्यो, भुक्तानी गरिदिनु पऱ्यो भनेर चाहिँ लेखेर एउटा निवेदन बनाउनु पर्ने अरे है। त्यो निवेदन चाहिँ बनाउँछु म है त। अनि त्यस पछाडि दाइहरूलाई, खलङ्गाको दाइहरू हुनुहुन्छ, ग्यारेजवाला दाइहरू, उहाँहरूलाई चाहिँ भनेर होइन सबै यस्तो बिल बनाउनु पठाउनु लगाएर त्यो चाहिँ गर्नुपर्ने छ गाइज। त्यही हो। ल अनि धेरै धेरै धन्यवाद हाम्रो ओडा कार्यालय होइन, ओडा कार्यालयको टिम, सचिव सर लगायत ओडा अध्यक्ष सर लगायत सबै टिमलाई चाहिँ म एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। किन भन्दाखेरि मलाई यत्रो हेल्प गर्न लाग्नु भएको छ हजुरहरूले है। त्यही हो, एकदम खुसी लाग्यो। अब त्यो चाहिँ गराउँछु म है त। अनि त्यो गराएपछि चाहिँ हुन्छ अरे कि डाइरेक्टली क्यास दिनु मिल्दैन अरे कि, अब त्यो चाहिँ प्रमाणपत्र चाहिन्छ अरे कि है। अनि त्यसको लागि चाहिँ त्यो गर्नुपर्छ होइन। अब डाइरेक्टली क्यास त कहाँ दिनु मिल्छ त हो भाइ, छैन, त्यो सरकारी हो नि त, अरू त होइन होइन। चस्मा बिर्सेँ के हो मैले, ल गाई चस्मा बिर्सेँ है त। हेरौँ अहिले चस्मा लिएर आइसकेँ। आम्मामा गाई हो, म त एउटा कुरा भन्नै बिर्सेछु क्या है। म त गाई डह्रो टुटिसकेछु के है, डह्रो दुप्लो भइसकेछु के है। अहिले त्यो कुरा चाहिँ म उतै गएर भेट्छु है त, भन्छु हजुरहरूलाई चाहिँ। त्यही हो, लास्टै दुब्लिसकेछ के ज्यान। हुनु पनि म खाना पनि उति बजे खान्छु क्या, आज खाएको होइन, आज साँझ खाएको म भोलि खान्छु क्या। अब भोलि भन्नाले यस्तो है, मैले आज उति खानु पऱ्यो, आज
4 बजीतिर खान्छु क्या त्यस्तै बेला 4-3 बजीतिर खान्छु आफ्नो कामले गर्दाखेरि त्यही भएर चाहिँ म त रोड डुब्लिसकेछु गाइज लास्टै भनौँ न अनि फेरि साँझ 8-9-10 बजीतिर खान्छु अनि बिहानखेरि केही खाँदिनँ कि बिहानखेरि केही नखाएर साइकल चलाउन जान्छु अनि आएर फेरि साँझ त्यही 2-3 बजे 4 बजीतिर खान्छु खाना त्यही भएर चाहिँ म लास्ट डुब्लिसकेछु गाइज कति डुब्लेको छु त्यो सबै भन्छु हजुरहरूलाई है त कति घटेछ त मेरो शरीरदेखि ल गाइज म अहिले आइसकेँ कोठामा है त अनि म चाहिँ यहाँ सुत्छु है त यहाँ चाहिँ मेरो मामाको घर हो है त यहाँ चाहिँ दाइ र म सुत्छु नि दाइ चाहिँ अहिले बाहिरतिर जानुभएको छ त्यही भएर चाहिँ दाइ हुनुहुन्न म एक्लै छु अनि म उतातिर किन मेरो घरतिर किन बस्दिनँ भन्दाखेरि नेट चल्दैन कि त्यतातिर त्यही भएर चाहिँ यहाँ आएर भिडियोहरू अपलोड गर्नलाई म यतातिर सुत्छु यहाँ छ है त्यो हेर्न सक्नुहुन्छ यो मेरो ऊ भइसक्यो होइन के अरे स्ट्यान्ड भइसक्यो ब्याकअप त्यही हो यहाँ छ यो ल यति छ यतातिर मल्टिप्लगहरू छ लाइनहरू आइरहेको छ गाइज होइन यहाँ चाहिँ यो धुलोहरू झर्छ कि माथिदेखि यता यो धुलोहरू झर्छ त्यही भएर चाहिँ यो राखेको इम्पोर्टेन्ट सामान एक्लै मगाइरहेको छु क्या मैले त्यही हो अनि म चाहिँ यस्तो घटी चाहिँ होइन 6-7 किलो घटिछु कि म चाहिँ होइन हुनु पनि खाना पनि म अहिले खाउँदिनँ अब म पछि खाउँछु कि अहिले आज चाहिँ म छिटै खाउँछु होला किनकि आज म अहिले आइसकेँ नत्र चाहिँ म 12-1 बजीतिर आउँथेँ अनि 1 बजेर 2-3 बजीतिर खाने क्या फेरि साँझ खाने अनि त्यसपछि त्यही साँझ खाएको फेरि भोलिको साँझ त्यही 3-4 बजीतिर खाने क्या त्यस्तै भएर हेर्नु न यस्तो भइसक्यो हातहरू पुरै सानो छ क्या डुब्लेर है त्यही होला एकदमै धेरै धन्यवाद हाम्रो ओडाकारको टिमलाई एकदम माया छ है त्यही होला अब के गरौँ यस्तै भयो आजको भिडियोहरू गाइस अब भोलिको ब्लगमा भेटौँला मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर साथ दिनु होला अनि साथैमा अल नोटिफिकेसनमा चाहिँ राख्नु होला हजुरहरूले भन्दै आजको भिडियो यतितिर इन गरौँ होला है त।